किन बारम्बार फर्किन्छौ? কাজে লাগিয়েছেন তুমি মাথা মারি দিয়েছো কাজে লাগিয়েছেন তুমি মাথা মারি এ ভগবান दाई किन काजे लाग्नु भएको मेरो बारेमा खाली तपाईहरु काजे लाग्नुहुन्छ के गरे मैले दाई भन्नु मलाई के सोचेस उलाई सोध्न यसलाई त म दाइ मलाई केही थाहा छैन रुद्रले आएर के भन्दै थियो त्यो कुरा हो कि हैन त रुद्रले के भन्नु त्यसलाई म अहिले बोलाउँछु बोला ओ बड्डो त रुद्रलाई बोला हुन्छ फोटुलाई त बोलाउनु पठायो होला तर रुद्र घरमै छ घरमै जानु पर्छ त्यसो भए घरै न सबै दाइ आज रुद्रलाई गएर सोध्नै पर्छ मैले ढाटेको हो कि साँचो हो कहिन्न म चाहिँ म सोधिहाल्छु नि रुद्रले अस्ति जुनीलाई पनि भिडबाट फेरिदियो त्यसले के देखेको छ त्यसलाई ठिकसे झार्नु पर्छ हिँड त ओइ अमरे दाइ र भिरे पो आउँदै रहेछ अमरे दाइ ऊ रुद्रे खै ऊ आउँदैछ यतै आउँदैछ पक त्यसलाई अहिले गर्नुपर्छ जुम अमरे दाइ र भिरे पो यतै आउँदै रहेछन् त्यसले मलाई मार्छन् हुनु त बाँसुरी म बजाउँथे आज यिनीहरूले मलाई बचाइन्छ भाग रुद्रे भाग यहाँबाट भाग अमरे दाइ रुद्रे भाग्दैछ धरले ले रुक माथिले यसलाई यसलाई म हामीलाई देखेर भाग्ने चोर उसकै ठुलो चोर म एक्सर्साइज पो गरेको त हामीलाई देखेर किन भागेको अमरे दाइ यसले गल्ती गरेको छ र भागेको छ दाइ एउटा कुरा भनौँ के कुरा भन् त हिजो बेलुका वीरे केटाहरूसँग बसेर जुनीको कुरा लगाउँदै थियो म त्यो सहन गर्नु नसकेर तपाईँलाई त्यो कुरा लगाएको मैले भनेको के भनिस् तैँले छोड हिजो मैले यही कानले सुनेको त के कुरा गर्छ तैँले के देखेको छिस् र जुन र मेरो बिचमा चले नि त कुरा लगाउँछिस् तेरो कारणले गर्दा आज अमरे दाइ रिसाइड जानुभयो मदेखि जुनीलाई गएर कराउनुहुन्छ अब मैले के गर्नु त तेरै जुनी तेरै दाजु मैले के गर्नु त म के गर्नु जुनी यहाँ आऊ त हजुर दाइ आए मैले त तिमीलाई वीरेसँग नभेट्नु भनेको थिइनँ किन भेटिरहेछौ तिमी मैले त गाउँको मुखबाट सुनिरहेको छु त कसले भन्नु दाइ कसले हुन्छ त्यही रुद्रले आजदेखिको उपरान्त कहिले पनि नभेट्नु दाइको बिचमा पनि मै पर्नुपर्छ वीरेको बिचमा पनि मै पर्नु